यो चाहिँ पिकनिकको लागि बारबेक्यूको के अरे पर्क मेरिनेट भइरहेको छ। आमा दिदीबहिनीहरूको टिम चाहिँ एकदमै खतरा छ। आमा दिदीबहिनीहरू साह्रै काम गर्नुहुन्छ, काम गर्न पाउनु भएन भने साह्रै रिसाउनुहुन्छ आमा दिदीबहिनी। भाइहरूलाई जय मसी। आज हाम्रो यो 2026 को न्यू होप चर्चको चाहिँ पिकनिक सुरु भइरहेको छ। सुरुमा चाहिँ हामी यहाँनिर प्रवीण हाम्रो टेक भाइ अनि यता माथि दुईजना भाइहरू आउँदैछन्, विष्णु खरल अनि हाम्रो शोभित, दुईजनाले उहाँ सामान लिएर आउँदै हुनुहुन्छ हो। हामीहरू चाहिँ यहाँ भर्खर सुरु गरौँ। अब आजको यहाँ दिनभरिको कार्यक्रम चाहिँ खेल्ने, गेम खेल्ने, बारबेक्यू यहाँ सुरु भइसकेको छ। यता चिकन, पोर्क, यहाँनिर चाहिँ चिकनको विन्सहरू रहेको छ भने यहाँको मेन सेफ सियाद हाम्रो के अरे टेक भाइ। ल थ्याङ्क यू सो मच भाइ, किप डुइङ ओके। उहाँहरू पनि एकदमै सामान लिएर चाहिँ आउँदै हुनुहुन्छ, एकदम जोडदारको साथ। अरू साथीहरू चाहिँ अलिक धेरै बाह्रतिर आउनुहुन्छ। हामी चाहिँ यहाँ सुरुको गर्न थालेको छौँ। यता चाहिँ यहाँ बारबेक्यूको सबै रेडी भइसकेको छ। अब हामी सुरु गरेको छौँ है त्यो बारबेक्यू गर्न। लगभग यहाँ चाहिँ भइसक्यो। यो चाहिँ कसले पोलेको अरे? यो चाहिँ हाम्रो प्रवीण सर, प्रवीणले हो है। प्रवीणलाई देखाइदिउँ न यहाँ। प्रवीण चाहिँ यहाँको के अरे मेन सेफ रहेछ नि आज के अरे बारबेक्यू गर्न चाहिँ। यस्तो दामी गर्दो रहेछ नि, हेर त सक्छ नि। पाकिसकेको कहाँ छ यो? ए यो लु रेडी भइसकेको छ। यता यहाँ चिकन विन्स पनि रेडी भइसकेको छ धेरै हो। शोभित भान्जाले चाहिँ ऊ लगाउँदैछन् फेरि अर्को गान। हाम्रो यता विष्णु भाइ कोइलाको कार्यक्रम विष्णु भाइको। ल कोइला डिपार्टमेन्ट हो, कोइला डिपार्टमेन्टै हो अब यो पनि। धेरै धन्यवाद भाइलाई पनि। हाम्रो भाइहरू साह्रै काम गर्नु चाहिँ पाएन भने भाइहरू साह्रै रिसाउनुहुन्छ क्या। बफ्याउने काम यो चाहिँ के अरे दाजु यो पाकिसकेको छैन नि होइन? किन होला नि सबै मिक्स भइसक्यो। ल केही फरक पर्दैन। यो पनि लगभग रेडी हुन आँट्यो है भाइ। अब ल दाजु यो पनि लगभग रेडी भइसक्यो। अब भाइको उता कतिखेर सक्ने हो? मेरो यहाँबाट आइसक्यो। अब एलर्जी भनेको मैले जानेको दाजु। ल मलाई फरक पर्दैन। भाइले यो दाउरा भाइ के को लागि दाउरा? यो चाहिँ बारबेक्यू विशेष गरी गोपाल दाईको लागि। आमा हो मेरै लागि। ल धन्यवाद भाइलाई। छोराहरूलाई ठाउँमा जुटाउनु भएको छ। आजको साथी नै हाम्रो पिकनिक असल हुनेछ भनिकन हामी विश्वास गर्दछौँ। प्रभु अहिलेसम्म प्रभुलाई दिनैभरि दिनुभएको छौँ। प्रभु पकाउने कुराहरूमा, बेबिक्यू गर्ने कुराहरूमा धन्यवाद छ प्रभु, तपाईँले यो सामर्थ्य शक्ति दिनुभएको लागि। जति पनि अब यस ठाउँबाट हामी लिनेछौँ प्रभु, यो लिएर प्रभु जति पनि एनर्जी, बल, तागत पाउँदछौँ प्रभु, तपाईँलाई नै महिमा भएको होस् प्रभु। यसो प्रभु तपाईँको नाममा। ल हाम्रो पास्टर बा अनि इमु आइपुग्नु भयो, धन्यवाद तपाईँहरूलाई। अन टाइममा आइपुगिदिनु भयो, धेरै धन्यवाद। जय मेसी, जय मेसी पास्टर बा। इमु कस्तो भएको छ बारबेक्यू? I don't like it. I love it. Oh, thank you. क्यारम पनि सुरु भइरहेको छ, क्यारम खेल्ने पनि यता सबै आफ्नो व्यस्त। जय बेसी भाइ, हामी कहाँ गएको अरे? हामी गोल ग्राउन्ड हेर्न गएको। गोल ग्राउन्ड हो? हो त। गोल ग्राउन्ड हेरेर जाउँ ल। अब कहाँनिर चाहिँ हेरेर आउँ कस्तो रहेछ। हाम्रो जोन भाइ, ढिल्लु भाइ पुरा यो चाहिँ के अरे यसलाई के भन्छ यसको नाम चाहिँ? ल बिफ हट डग गरेर यो चाहिँ पुरै के अरे ग्रिल भइरहेको छ नि। ग्रिल चाहिँ जोन सरको टिम वर्कमा जोन भाइ के अरे जोन भाइ र के अरे डिल्लु भाइ भयो, चिकन डिल्लु भएपछि त सक्छ यहाँ। ल प्लिज नगरिदिनु ल। हाम्रो गोपाल भाइको त आएकै छैन नि त। नयाँ सेफहरू आउनु भएको छ नि। मेरो भेना अनुसार यहाँको आजको हेड कुक खतरा कुक गर्दै हुनुहुन्छ। बारबेक्यू खै कस्तो गर्दै के पकाउँदै हुनुहुन्छ? लो चिकन विन्स अन्त
लु ल उहाँले चाहिँ लु भर्खर सक्यो सक्यो यति ल ल धन्यवाद थ्याङ्क यू भेना साह्रो रमाइलो छ यहाँ यी नानीहरू पनि क्यारम खेल्न व्यस्त हेर उत्रै उत्र क्यारम खेल्न लु ए ल यता यी छोरीहरू लिप्सिका दिया से समथिङ अबाउट टुडेज पिकनिक We're gonna have fun. गुड Fun and fun. लिप्सिका We're gonna eat and have a good time. थ्याङ्क यू मेरो भेना यता बसिराख्नु भएको छ धेरै गल्नु भयो जस्तो लाग्यो यता यहाँ दिदीहरू हुनुहुन्छ बहिनीहरू धन्यवाद तपाईँहरूलाई बाबाहरूलाई पिकनिकको आज 2026को पिकनिकमा हजुरहरू सबैलाई स्वागत धन्यवाद यता बाउ हुनुहुन्छ बाउलाई पनि देखाउन चाहेँ है सबैलाई धेरै धेरै धन्यवाद यता यी कोही सबै व्यस्त 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 मेरो श्रीमती झन् व्यस्त यता किन माया ल धेरै धन्यवाद बहिनी के गर्दै हुनुहुन्छ हौ प्याज काटेको ल धेरै धन्यवाद भाउजूलाई यता दिदी आएन सबै आफ्नो आफ्नो धुनमा उता कोही भर्खर आउँदै हुनुहुन्छ होइन जन्तरे बाबे पनि आउनुभएको रहेछ लु जन्तरे बाबालाई पनि थ्याङ्क यू बाउ आमाहरू पनि आउनुभएको छ धेरै धन्यवाद आमालाई पनि आइपुग्नु भयो क्षिति सर्पन से समथिङ गुड पिकनिक गुड पिकनिक थ्याङ्क यू भान्जी नि ठ्याक्कै आइपुगी छिन् थ्याङ्क यू भान्जी टु बोइज से समथिङ Guys, you should love Jesus Christ. थ्याङ्क यू होइन आज हामी पिकनिकमा आएका छौँ हाम्रो गोपा बुवाको लागि लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला ल यहाँ चाहिँ भेजिटेबल पाक्दै रहेछ हाम्रो विष्णु गिफ्टेड पर्सनको लागि यता यहाँ मेरो भाइ काप्रेल भाइ केही भनिदिनु पर्यो होला लास्ट इयर चाहिँ एकदम राम्रो बनाउनु भएको छ हाम्रो चर्चको वान अफ द एकदम भेरी भेरी स्पेसल भेजिटेरियनको लागि चाहिँ होइन अनि मैले ढुङ्गा दिनलाई हिरा बनाउँछन् भनेको क्या भेजिटेबल यति मिठो हुन्छ कि भेजिटेबल मिठो हुन्छ ल धेरै धन्यवाद भाइलाई थ्याङ्क यू सो मच ल पासमा जयमसी जयमसी सबैलाई आज हामी न्यु होप मण्डलीको वार्षिक पिकनिकमा हामी खडा भएका छौँ भेला भएका छौँ र सम्पूर्ण मण्डली कतिजना बाटोमा आउँदै हुनुहुन्छ र कतिजना आइपुगेका छौँ र हामी सबैजना रमाइलो गर्ने क्रममा छौँ प्रभुको वचनले भन्छ हामीलाई खाऊ पिउ जेसुकै गर प्रभुको महिमाको निम्ति गर भनेर प्रभुको वचनले भनेअनुसार आज हामी मण्डली खानुमा पिउनु र सबै कुरा कार्यमा हामी एकजुट भएर लागि परेका छौँ र आज जतिजना आउनुभएको छ सबैजनालाई धन्यवाद दिन्छौँ अब जबसम्म हाम्रो यो आजको पिकनिक कार्यक्रम सिद्धिँदैन तबसम्म हामी रहनेछौँ र सबैजना इन्जोयमेन्ट गरेर प्रभुलाई महिमा गरेर घर फर्केर जानेछौँ सबैलाई जयमसी थ्याङ्क यू मनु बहिनी आजको पिकनिकको लागि केही भनिदिनु पर्यो दुई कुरा दुईवटा शब्द थ्याङ्क यू बहिनी दुईजना बहिनीहरूले केही दुई शब्द थ्याङ्क यू जय मेसी आजको कार्यक्रम एकदमै राम्रो समयहरू भएको छ दिन पनि एकदमै असल भएको छ सबैलाई धन्यवाद थ्याङ्क यू बहिनी भान्जी मेरो बहिनी आजको पिकनिकको के कस्तो लागिरहेको छ आज त एकदमै रमाइलो राम्रो होइन थ्याङ्क यू ल पास्टर शारदा के भनिदिनुहोस् हाम्रो 12 बजिसकेको रहेछ भनिदिनु पर्यो आजको पिकनिक विषय जयमसी विशेष गरी र आज हाम्रो प्रार्थना सहितको यो रमाइलो पिकनिकमा एकदमै धेरै खुसी छौँ प्रभु यो समय दिनुभएको छ र भिडियो गर्नुहुने दाजुलाई पनि थ्याङ्क यू भेजिटेबल चाहिँ यसरी पाक्दै रहेछ है साह्रै राम्रो बस्नु छ ओम सर र विष्णुको काम साह्रै राम्रो पानी पुग्यो
तपाईँ हामी यस ठाउँमा त्यत्तिकै भेला भएका छैनौँ, यस ठाउँमा पनि परमेश्वरको योजना अनुसार प्रभुले भेला गर्नुभएको छ। यो सालौँभरि हामी कति पटक हाम्रो जीवनमा कमजोरी परिस्थितिहरू आयो होला, हामी म मर्छु कि क्या हो भन्ने परिस्थिति पनि आयो होला, म यस ठाउँबाट कसरी बाँचे पनि भन्ने परिस्थिति आयो होला। तर ती सबै परिस्थितिलाई परम प्रभुले सुरक्षा दिनुभयो, परम प्रभुले गाइड गर्नुभयो। परम प्रभु तपाईँ मेरो साथमा हुनुभएको कारणले गर्दाखेरि आज हामी यस ठाउँमा भेला भएर प्रभुलाई आराधना अनि महिमा दिन सकेका छौँ। अनि यो खुसियालीमा हामीले वर्षौँभरिमा कसलाई के भनेका छौँ भने पनि आजको दिन मैले केही गल्तीहरू गरेका छौँ भने मलाई क्षमा गर्नुहोस् भन्ने आफ्नो साथीहरू हामी सबैलाई पनि एकअर्कामा हामीले त्यो क्षमादानको विषयमा नै लिनेछौँ। र एकअर्कामा प्रभुले मेरो जीवनमा कसरी सहायता गर्नुभयो, कसरी विजय दिनुभयो, प्रभुले मेरो जीवनमा, मेरो परिवारमा, व्यक्तिगत जीवनमा कसरी काम गर्नुभयो भन्ने कुरालाई पनि एकअर्कामा हामी साटासाट गरेर अनि यसमा यो आजको मनोरञ्जनलाई लिएर हामी यस ठाउँबाट फर्किनेछौँ। हालेलुया। हामी सबैजना राम्रोसँगले आजको कार्यक्रम हाम्रो एल्डरबाले भनेर जान सक्नुभयो। हाम्रो केही त्यस्तो छ भने गफ गरौँ, रमाइलो गफ गरौँ। जवान छोराछोरीहरूले बुढा बाबा आमाहरूसँग यसो समय बिताउनु, बाबा आमाहरूले नानीहरूलाई 1-2 अड्की दिनुहोस्। आज फ्री टाइम छ हाम्रो, होइन? हामी सट्टै बोलकै मात्रै धुन पनि होइन। खाना खाइसकेपछि यसो क्वालिटी टाइम हामीले कति लामो समय भएको थियो होला नभेटेको, नजानेको, 1-2वटा कुराहरू, असल कुराहरू गरेर जीवनभर याद बिताउन सकिन्छ। हामी नाचौँ, गाउँ, रमाउँ। जयमेसी सोल्टी हजुर, सोल्टी हजुरको पनि यहाँ विन्स बारबिक्यू गरायो। धेरै धन्यवाद सोल्टीलाई पनि। एकदम फाइन छ, गुड छ, नाइस। अब यहाँ चाहिँ फोटो सेसन सुरु हुन लागेको छ। ग्रुपिङ फोटो सबैजनालाई आउनुहोस्। फोटोको कार्यक्रम हुन लागेको छ। अब चाहिँ चर्चको खुसी लागेको छ अरे सबैलाई धेरै धेरै धन्यवाद। गुड छ। फोटो खिच्दै मान्छे चाहिँ हाम्रो म आउनु चाहिँ पछाडि हाम्रो छोराहरू सबै छन्। बेना उता पनि आउँदै सबै फोटो सेसनहरू हुनको लागि है यस्तो माइक चाहिँ भाइ खोइ अब हामी यहाँ हल्का खाएर चाहिँ अनि ग्राउन्डतिर लाग्नेछौँ। सबैजना रेडी हुनु होला प्लेयर्सहरू। हाम्रो ग्राउन्ड चाहिँ अर्को उता स्टप साइडदेखि उतापट्टि रहेछ, सबै त्यता भेला हुनेछ। सबैलाई इन्भिटेसन छ, सबैजना आउनु होला हेर्नु लागि। छोराहरूलाई भन्दा नि बाउलाई सपोर्ट गर्नु होला। खानुको लागि अगाडि आउनुहोस्। नानीहरू यता कता हुनुहुन्छ? नानीहरूको लाइन पहिला नानीहरूको खानेको कुराहरू सर्भ हुँदैछ। हटडग अनि यो के छ खानेकुरा खानु पनि सुविधा हुन्छ होला। खानुको लागि चाहिँ काम हुँदै गर्छ। हामी त्यतिकै भेला भएका छैनौँ। यो हाम्रो धेरै अगाडिदेखिको प्रार्थना हो। अनि आजको यो भेला मात्रै नभएर यसमा चाहिँ एउटा परमेश्वरको ठुलो योजना छ। जुन योजना चाहिँ यहाँदेखि उसो झन् परमेश्वरले हाम्रो हरेकको जीवनमा काम गर्नुहुनेछ, परमेश्वरको योजना पुरा गर्नुहुनेछ। र आजको भेलाले हामी एकदमै धेरै खुसी छौँ। सबैलाई धन्यवाद। हेर्नु चाहिँ यता उहाँले सबै कुराहरूलाई चाहिँ म्यानेजमेन्ट गरेर हामी चाहिँ जस्ट पकाउने मात्रै हो। फेरि पनि सबैलाई धन्यवाद भाइलाई। अनि त्यस पछाडि परमेश्वरको महिमा यो भेलाबाट नै पिकनिक जस्तो लाग्छ। यस्तो फास्ट एन्ड हार्ड रुल केही पनि छैन। तर हामी सबैजना भेला भएर ख्रिस्टीय प्रेम बाँड्ने एकताको चिन्ह स्वरूप हामी धेरै क्वालिटी असल समयहरू बिताउनु सक्ने यो नै पिकनिक हो जस्तो लाग्छ। अनि हामी सबैजनाले त्यो भाइब लिएर आउनेछौँ, परमेश्वरको प्रेम बाँड्नेछौँ। र यो चाहिँ हाम्रो जीवनभर याद गर्न लायक समय बनिन्छ भनेर मैले आशा गरेको छु। Let's enjoy, have fun and praise God in our gathering here today. Happy Picnic 2026. Yay! Thank you. यता चाहिँ यहाँ यङ म्यानहरूको खाना खुवाइ हुँदैछ। एकदम राम्रो छ।
त अर्को टेबलमा यहाँ छ भाइहरूको है धन्यवाद थ्याङ्क यू यता आमा दिदीबहिनी बाबाहरू सबैजना हुनुहुन्छ सबै खानेकुराहरू अब चाहिँ खुवाइ हुँदैछ खाने कार्यक्रम हुँदैछ तपाईँको यो टेबलमा यो हुनुहुन्छ तपाईँ पानी परेको नि पापा खोलिन्थ्यो होला तर पानी परेर भित्र एकजना मुष्ट खान पाइएको छ बस्न पाइएको पर्छ गोल ग्राउन्डमा पनि हामी भेट्नेछौँ होइन अनि यहाँ भाइ बहिनीहरूले गोलको कार्यक्रम पनि राखेको रहेछ र गोल पनि कार्यक्रम छ र गोल र त्यसै गरेर म अब के गरिरहेको भाइ खुट्टा कस्तो अरे हाम्रो चाहिँ अब अलिक कलिलै खुट्टा छ र प्याड लाउनु पर्छ जुत्ता लाउनु हो तपाईँहरू जस्तो भुटानमै अब खाली खुट्टा खेलेको मान्छेलाई त के को प्याड चाहियो नि तपाईँहरू त्यसै डरो मान्छे हो नि ल धन्यवाद भाइलाई यता हाम्रो अर्जेन्टिनाको मेसी होला होइन ल सक्छ नि ल केही भन्ने कुरा छ मेसी हो होइन अर्जेन्टिना कहाँ हिँड्नु आँटेको तिमीहरू गोल हेर्नु पुगिन्छ उति पर्दैन ल मेरो विनिङ जाँदैछ गोल हेर्नु गएको सपोर्ट गर्न कसलाई सपोर्ट गर्ने छोरालाई कि बाउलाई दुईटै बराबर ए ल कहाँ बराबर एउटा त जित्नु पर्यो नि त विपक्ष हुनु परेन हामी गोलको टिम कहाँ गएको अरे गोल खेल्ने होइन गोल खेल्ने यहाँ अगाडि पछाडि सबैजना ए तेरिका सक्छ अनि प्लेयर्सहरू सबजना यही मेरो भाइको त आएको रहेछ यहीँ खेल्दा हुने रहेछ ल स्पोर्ट पनि यहाँ रहेको छ सबै यहाँ रेडी टुको भइसकेको छ प्लेयर्सहरू उत्रिँदै गरेको अवस्था हेर्न यता पनि अरू प्लेयर्सहरू पनि आउँदै हुनुहुन्छ यता गोल सुरु हुन लागिरहेको छ है त अब चाहिँ गोल हामी खेल्नेछौँ म इन्स्ट्रक्सन गर्न चाहन्छु हजुरहरूलाई यो चाहिँ हाम्रो नितान्त हाम्रो चर्चको मनोरञ्जनको लागि यो खेल आज खेलिँदैछ तपाईँहरू कहिले पनि फिल्डबाट तपाईँहरू आउट हुनुपर्ने हुन्छ है त टिम थपिने छैन म यति जानकारी गराउन चाहन्छु अनि यति मलाई पनि दुईजनाको आवश्यक छ लाइन्सम्यानहरूको म मेरो लाइन्सम्यानहरूलाई पिक गर्न चाहेँ विशाल उहाँहरू चाहिँ अब बाहिर आउँदै हुनुहुन्छ अहिले होइन हामी चाहिँ एकछिन क्या यस्तो खेलाउनु Good job. जय गाने का मस्त Hey, good job, Warren. Why are you leaving it? होइन गोल आयो क्या तान्दै रहेछ गरे कि He's dead. See, that's how you do it. You gotta yell or they're gonna miss. बल सिधै आउट हुन पुगेको अवस्था I got so scared, bro. Yo, go grab that ball. He could have went. Somebody go grab it. हाम्रो युवा बाबाहरूको पावर सर्दै एकदमै
Get the ball from there. Get the ball from there. ल यो चाहिँ गोल खेलिसकेर आउँदै गरेको अवस्था सबैजना राम्रोसँग खेल्नुभयो फर्किएको अवस्था हैन ल प्लेयर्सहरू सबैजना आइसक्नु भयो यता हाम्रो निर्मल दाजु दुर्गा दाजु छोरी सृजनाको छोरी पनि आउनुभएको छ टाढादेखि उहाँहरूलाई पनि हाम्रो पिकनिकमा एकदमै स्वागत छ धन्यवाद विनर टिमहरु ये खोइ मेडल बलियो हुनुहुन्छ भनेर हामी थाहा पाउँछौँ तर अप्ठ्यारो नमान्नु आमा दिदीको गेम हुने अवस्था अब चाहिँ हामी सबै सकेर घर जाने लोडिङ हुँदैछ सामानहरू गर्नुभयो र प्रभु यो हाम्रो प्रेम र एकता अझै प्रभु प्रभुले गम्भीर रूपमा तपाईँले लिएर जानुभएको छ धन्यवाद दिन्छौँ सबै सुरक्षा दिनुभएको लागि रमाइलो समय दिनुभएको लागि असल खानाहरू दिनुभएको लागि राम्रो मित्रता दिनुभएको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु चाहिँ फेरि पनि अर्को सालको हाम्रो भेला नहुन्जेलसम्म तपाईँको उपस्थिति अनुग्रह साथ सदा सर्वदा हामी सबैको साथमा रहेको होस् धन्यवाद प्रभु अब यो ठाउँलाई हामी छोडेर जाँदैछौँ हाम्रो यात्रामा तपाईँले कुशलता दिनुभएको होस् महिमा तपाईँलाई टक्राउँछौँ येशूको नाममा अब हाम्रो पिकनिक इन्ड भइसकेको छ अन्तिममा होइन अनि हामीहरू दाजु र भाइबाट चाहिँ सुरु भएको थियो हाम्रो यो पिकनिकको सबै कार्यक्रमहरू सिद्ध्याएर अब हामी घर जान लागेका छौँ भाइ अन्तिममा केही भनिदिनु नि जय मसी विशेष गरी परमेश्वरलाई धन्यवाद हाम्रो अहिलेसम्म सबै कुरो राम्रो असल भएर गएको छ अब हाम्रो अन्तिम डिसिप्लिन छ अब 1.5 घन्टा पछाडि होइन हामी यहाँबाट सबैजना के भन्छ घर जानेछौँ फेरि पनि सबैलाई जय मसी हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि कुन सहरबाट हेर्नु हुँदैछ सब्सक्राइब पनि गरिदिनु होला धन्यवाद ल मेरो भाइलाई धेरै धन्यवाद अनि यो हाम्रो यो आजको यो पिकनिक यहाँनिर सम्पन्न भएको छ सबैलाई धेरै धन्यवाद जतिजनाले हातेमाला गरेर सहायता गर्नुभयो सबैजना सुरक्षामा रहन सक्यौँ हामीले सबै कुराबाट खानपिन कामहरू गरेर सबै सरसफाइ त्यहाँदेखि खेलकुदबाट पनि हरेक कुराबाट सबै कुराबाट के भएको छ परमेश्वरलाई महिमा भएको छ धन्यवाद सबै कुराबाट आजको यो पिकनिक यो 2026 सालको हाम्रो यो पिकनिकलाई हामी यहीँ राख्न चाहन्छौँ यहीँ इन गर्न चाहन्छौँ सबैजनालाई फेरि पनि जय मसी धन्यवाद ल हेर्दै गर्नु होला धन्यवाद थ्याङ्क यू सो मच